वेलकम टु माई भ्लग अरे क्या अब हेलो गाइस नमस्ते वेलकम माई ब्लग अरे क्या मलाई त आउँदैन आज हामी यस सर्दु खोलामा आएको तर पानी परेर एकदम बर्बाद भएको छ समीक्षाको फोन भिजिरहेको छ तर उहाँलाई केही पनि उठ्दैन वाटर प्रुफ हो त पनि जानेन ल उनीहरूले कसैमाथिबाट बाढी आउँछ क्या हो आउन मलाई यहाँ पानी नपरे पनि आउँछ क्या बजारतिर पर्छ नि त अनि यति कहिले चाहिँ कसरी आउँछ मलाई लाग्छ बस्यो कि जाने एकछिन बस्नु न त्यहाँ झन् साह्रो पर्दैछ है कति राम्रो हरियाली यहाँ मान्छेहरू कुदिरहेको छ यो चाहिँ कस्तो गरम थाहा छैन तर हामी ओट लाग्यो कस्तो कस्तो पार्नु त कस्तो सेतो देखिन्छ कसरी हिँडेर आयो पानीले त केही देख्दै छैन त एउटालाई चाहिँ एकदम कस्तो रमाइलो लाग्यो मलाई पानीमा भिज्दा पानीमा भिज्नु त राम्रो तर मलाई डर लागेको थियो ढलानको गर्मीले अलिअलि पाक पिसायो थियो पानीले यसो शीतल बनाइदिएको यसको यता माथि हुन्छ क्या नजारा कति राम्रो हेर यो बादल झुटो भन्दै गर न यहाँ हेर्नु सक्नुहुन्छ यो चाहिँ धरानको वार्ड नम्बर 17 होइन त यो 17 पो 17 हो धरान 17 को सर्दु खोला पुल यहाँ छ देख्न सक्नुहुन्छ आज यस्तो फ्रेस हुनको लागि आएको तर पानीले बर्बाद गर्यो केही छैन शीतल शीतल भयो के फोटो खिचेको मेरो साथी हो क्या मेरो साथी हो चिनेकै छैन है अरू बाँचिने छैन ए त राम्रो साथी कसरी बनायो भन्ने हुन्छ नि त मान्छे ऊ तिम्रो साथी तिम्रो केटा ओ हिजो रातभरि डुल्दै थियो होइन तिमीलाई खोज्दै खोज्दै के को मोटो पातलो छ तिमी चाहिँ पातलो छ तिमीलाई ठिक्क छ भने आइसाको दोस्त आफैले कन्फर्म गर्छ तिम्रो एकचोटि फेरि नाच्दौ त भयो त्यति नै यस्तो यस्तो नेपाली श्रद्धा कपुर अरे क्या इट्स ओके गाइस बाय काजी हेर्नु भन त यस खबर ठिक छ बगाउला मेरो त टाउजरै लामो भयो पुल मुनि चाहिँ यस्तो रहेछ नजारा पटाउनु साह्रो खै त क्याच बस्न
बिरामी हुन्छ। निको भएपछि अर्को पानी ठुलो पानी आउँदाखेरि मलाई ठाडो पो गरेँ तेर्सो हो त्यस हो। तिम्रो त ठाडो गरिदिएँ त मैले यो कसरी उल्टाउँदैछु कि सुल्टाउँदैछु यसरी अब ब्लगर भए पो म हेर न। मेरो पट्टामा त लागि के गर्ने मेरो पेन पट्टा ए धेरै होइन है कान्छी यता फर्के कान्छी ओए ओए तलतिर नजाए ठुलो छ हो त्यहाँ मात्र कहाँ पुगेको हौ ए फर्का फर्का यो अब नपसे बरु फेरि खोको भने अब चप्पल नै लगा काट्ला नि त्यहाँभित्र सिसा यहाँ चाहिँ कान्छी ठिक्क पौडी खेल्नु हुने रहेछ गो मनारे देवानी होइन है होइन लु प्राङ्ग हो भने चाहिँ प्राङ्ग हो भने चाहिँ म भिजाइदिन्छु तिमीलाई भिजाइ खोलामा होइन त्यसो मूत्र विसर्जन गर्नु गएको थियो त फर्केर क्यामेराम्यान बहिनी यता छ हिरोइन यता छु म एम्बो खुट्टा हालत हेलो गाइस वेलकम टु माई ब्लग आज चाहिँ हामी चाहिँ होइन यो खोला घुमेर गइसक्दैछौँ घर जाँदैछौँ होइन साउदी खोलाको नजारा अहिले एकदम राम्रो छ हेर्न सक्नुहुन्छ उहाँ समीक्षा बहिनी दुईजना निस्मा र कान्छी यहाँ यस्तो राम्रो छ कि तपाईँहरू पनि यहाँ आएर एकचोटि भिजिट गर्नु होला अरे क्या त्यो पारी डाँडाहरू एकदम कस्तो राम्रो पानी पनि परिरहेछ यहाँ खोला पनि बगिरहेछ आजकल पहिले त बग्थेन अहिले बगिरहेछ अनि म हो यो चाहिँ मलाई चिन्नुहुन्छ होला के भन्नु समीक्षा यो भ्लगको मेन मान्छे चाहिँ उहाँ समीक्षा हुनुहुन्छ अनि धनपाङ भुन्टुङ दुईजना अनि म आकाश कति राम्रो छ हेर्नुहोस्
यो बादल झुटो हो त अन्त के यो बादल झुटो हो त अरे क्या सबै मान्छे मेरो कट्टु हेरेर मेरो लुगा हेरेर चाहिँ मान्छे हाँसिदिन्छ होला यहाँ चाहिँ कस्तो बस्ती नै भन्छ होला त्यसै टाइपको घरहरू छ सानो सानो ठिक्कको राम्रो राम्रो हेर्नु होला एकछिन पछि म देखाइदिन्छु तर राम्रो छ कि ठाउँ नै राम्रो नभए पनि पछाडिको ब्याकग्राउन्ड डाँडा काँडा बादलहरूले नै कस्तो राम्रो देखाइरहेको छ क्या यहाँ मारौँ गाईघाटबाट आयो बस कालो छ पछाडिको चाकतिर मारिदिउँ आया हातै दुख्दो रहेछ